हेलो अहिले हामी टाङ्गामा छौँ हेलो टाङ्गा राइड विवेक सञ्जीव हेलो विवेक हेलो अहिले चाहिँ हामी अब बोटिङको लागि जान लागिरहेको छौँ अहिले अब ठ्याक्क घाम पनि लाग्यो होइन रमाइलो छ मौसम सौरामा छ अहिले 12 बजे अहिले होइन तर अब आज हामी हात्ती गैँडा सबै हेर्ने होइन क्रोकोडाइल त देखिसक्यौँ हामीले बाटैबाट अरू 4-5वटा क्रोकोडाइल देखिसक्यौँ अब अरू के देखिन्छ हेर्न बाँकी नै छ भाले हर्सलाई त्यति टाङ्गाको लागि युज गरिँदैन भन्ने मलाई थाहा छ अलिक पहिले सो अब एकछिनमा भेटौँ घोडा भएको स्थिति छ अहिले हेलो र हामी हाम्रो जलयात्रा पोइन्टमा आइपुगेका छौँ अब हामीले हाम्रो घोडीलाई बाई भन्नुपर्ने हुन्छ सो सी इज आवर घोडी सी इज सो प्रिटी सी सो दिस इज क्यानोय पोइन्ट जलयात्रा विवेक चाहिँ आफ्नो सुरुको डेस्टिनेसनमा पुगिसकेको छ He's watching from window. See. विवेकको काम यही हो फ्रेस हुन आएको मान्छेहरू 24 घन्टामा 23 घन्टा त फोनमै बिताइरहेको ऊ चाहिँ सौरा त्यो नआएको होइन फ्रेस 75% अब हामीले बानी पर्छ
बात गरिसकेँ है। दिदी तिमी फोनमा कोसँग बोलिरहेको छौ? फोनमा कोसँग बोलेको? ए मेरो बेस्ट फ्रेन्ड को नाम? सन्जु सन्जु राई। नेपाली हाम्रो पनि हाई भनिदेऊ। ल हाई रे सबैलाई। सुशोभित सञ्जीव र विपिनको तर्फबाट हाई रे। अनि उसको हाई त अर्कै छ नि त फेरि दाइको नाम चाहिँ के रे? सोमकुमार। हजुर यहीँको लोकल बासिन्दा? मेरो घर चाहिँ मेघोली पर्छ, मेघोली गाविस। हजुर म चाहिँ यहाँ काम गरेको 3 वर्ष भयो गाडी। हजुर अनि त्यसपछि पहिला चाहिँ म टाइगर टप होटलमा काम गर्थेँ, हजुर चितवन बाबुत्रको होटल। आफ्नो शरीर जोगाउन सकिन्छ, सेफ्टी एरियामा लाग्न सकिन्छ। अब मैले विगत 1-2 हप्ता अगाडिदेखि नै जङ्गली हात्ती जुन रोनाल्डो नाम छ उसको विध्वंस मचाइरहेको छ र एउटा इन्डियन केटीलाई पनि उसले मार्यो भन्ने सुनिराखेको थिएँ। त्यसको बारेमा केही भन्न चाहनुहुन्छ? अब यो मैले छोटो, बाँकी त हामी जङ्गलमा कुरा गर्छौँ मैले त्यसको बारेमा। देखेको चाहिँ म पनि थिएन त्यतिखेर, म जङ्गलमै थिएँ त्यो दिन चाहिँ। 2जना अस्ट्रेलियन आमा छोरी म लिएर गइरहेको थिएँ। अब किन भन्दाखेरि यो जङ्गली हात्तीले किन मारिन्छ भन्दाखेरि धेरै त्यो ब्रिडिङ सेन्टर एरियामा चाहिँ त्यो ब्रिड गर्न राखेको हात्तीहरू पोथी हात्तीसम्म आउँछ। अनि मान्छेहरू क्राउड हुन्छ, होला हुन्छ, त्यो पुरा डिस्टर्ब हुन्छ नि। डिस्टर्ब भयो मान्छेहरू सेल्फी खिच्न जान्छन्, जङ्गली हात्ती हो घरको हात्तीसँग बसेको कारण केही गर्दैन भन्ने किसिमले केयरलेस तरिकाले सेल्फी खिच्न जान्छन्, नजिक जान्छन्। अनि त्यतिखेर चाहिँ ऊ चाहिँ अब यो मस्ट पिरियड हुन्छ, त्यतिखेर मिटिङ सिजन हुन्छ। माछा त ठिकै छ, गयो भने त टेन्सन यार। स्विमिङ हाउस थिएन? किङफिसर देखेको छ हामीले। आजको दोस्रो त्यो के हो दाइ? यो चाहिँ पिहेन रे। यसको मयूर, यो चाहिँ भाले मयूर, पोथी मयूर। हामीले भर्खरै त्यहाँ रुखतिर 7 सिस्टर बर्ड देखेका छौँ, तर सायद यो मोबाइलको क्यामेरा भएर पनि होला राम्रोसँग देखिँदैन होला, बेला बेलामा उडेको चाहिँ देखिरहेको छ। त्यो चाहिँ 7वटा 7 सिस्टर बर्ड चाहिँ किन नाम राखेको भने अब यिनीहरू 7जना सँगै नै उड्छन्।
यो चाहिँ सायद गएको रेसिडेन्टियल हामी अलिकति छेउछेउतिर आइसकेका छौँ जङ्गलको। तर यसपछि चाहिँ अब हामी जङ्गल वक जङ्गलको बिचमा भित्र गएर हिँड्नेछौँ र हाम्रो लकले साथ दिए धेरै नै जनावर देखिन्छ होला। अनि हाम्रो दाइको अनुसार चाहिँ सौराको नाम चाहिँ सौरा कसरी भयो भने पहिला यो राप्ती नदीमा जुन चाहिँ यो सौरामा लोकेटेड जुन नदी छ त्यहाँ चाहिँ धेरै चौरा हामी चौरा भनेर बुझ्छौँ त्यो माछालाई। त्यो प्रजातिको माछा चाहिँ एकदम धेरै पाइन्थ्यो अरे। त्यही कारणले यहाँको लोकल बासिन्दा जो चाहिँ थारू प्रजातिका मान्छेहरू हुनुहुन्छ उहाँहरूले चाहिँ त्यही अनुसारले सौराको नाम चाहिँ सौरा राख्नु भएको त्यो माछाको आधारमा भन्ने चाहिँ हामीले बुझेको छ। पानीको फ्लो अलिकति बढेको छ। अब सायद अलि मजा आउँछ होला। भर्खरै मगर गई देखेको छौँ। टाउको माथि देखेको छौँ। यसमा चाहिँ किङफिसरले किसिमको हुन्छ घाम तापेर हामी भर्खरै अब ल्यान्डतिर आयौँ र ओर्लिँदैछौँ हामी सबैजना। आफूलाई ज्वरो आउँदा पनि यहाँसम्म लिएर आइदिनु भयो, त्यसको लागि उहाँलाई धेरै धेरै धन्यवाद। र हामी अब जङ्गलतिर जाँदैछौँ।
60 वर्ष अगाडि हस्पिटल थिएन, स्कुल थिएन, केही थिएन। पहिलो पुरानो पार्टीहरूले यसलाई चाहिँ औषधि रूपमा प्रयोग गरिन्थ्यो। ज्वरो आयो भने अनि यसको पातहरू रुदिलो पात पनि रुदिलो भन्छ हामीले खाने, यसको पातहरू चाहिँ यसको त्यो पातहरू पिसेर चिनेर यसको क्रस गरेर नुहाउने अनि त्यो जराको खनेर जरा सफा गरेर त्यसको जुसहरू खाने, रसहरू 1-2 चम्चा 1-2 चम्चा खाने पनि ज्वरो कन्ट्रोल हुन्थ्यो पहिला। हजुर ज्वरोको लागि प्रयोग गरिन्थ्यो। यो यति खान मिल्छ? यति खाने यसको सुन्नुहोस्, तितो बास्ना आउँछ यो सुन्नुहोस् न, तितो बास्ना छ। यो तितो बास्ना चाहिँ मलाई इयर ड्रपको लागि प्रयोग गरिन्छ। इयर ड्रप जहिले चाहिँ कानमा त्यो किराहरू त्यो टिक भन्छ नि, टिक किरा है, त्यो कानमा गएपछि निकाल्न गाह्रो हुन्छ। हिलोहरू लागेको छ चाहिँ गैँडाहरू आउँदाखेरि यही बाटो जान्छन् र त्यही हिँड्दाखेरि लागेको हिलोहरू हो। हजुरहरू चाहिँ यहीँ बस्नुहुन्छ? यहीँ बस्नुहुन्छ हजुरहरू चाहिँ? हजुरहरू यहीँको लोकल मान्छेहरू? हजुरहरू यहीँको लोकल हो? लोकल नै हो हजुरहरू यहीँको? कति वर्ष भयो हजुरहरू यहाँ बस्नु? 26 अनि हजुरहरूको यहाँ के गर्नुहुन्छ, कसरी पाल्नुहुन्छ आफूले आफूलाई, परिवारलाई? हाम्रो त अब भरत बस्ने त हजुर 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 भरत बस्ने छ। यु क्यान सी दिस, यो चाहिँ हात्तीको आँची। यसले चाहिँ 40% मात्रै डाइजेस्टिङ गर्ने पावर हुन्छ, त्यसले 60 भयो फालिदिन्छ ग्यास भयो, त्यो भएर राम्रोसँग डाइजेस्ट गरेको छ। अब अगाडि बढ्ने हो। हस् सर। सञ्जीव, तिमीलाई कस्तो फिल भइरहेछ? एकदम शान्त अनुभव भइरहेको छ। त्यही पनि अफसोसको कुरा के हो भने त्यो हल्ला मचाउनेसँग बसेर हिँड्दाखेरि पनि आज आफ्नो शान्ति भइरहेको डियरको उहाँ फोटो खिच्नु जाँदैछ।
अहिले बाटो निस्केको छौँ सायद यो जिप सफारीको लागि हो यो बाटो चाहिँ एकछिन म र विवेकको सातो उड्यो बँदेलले तर्साइदियो अलिअलि स्या पनि भयो तिम्रो चेन खुल्ला छ चेन खुल्ला छ तिम्रो नाम के हो बाबु उसले खै के भनेको हामीले बुझेनौँ तर भन्यो भने पछि पछि लागिरहेको आजको हाम्रो जङ्गल वाक चाहिँ यहीँ आएर खत्तम भएको छ धेरै नै रमाइलो भयो सो आजको जङ्गल वाक र बोटिङ कस्तो रह्यो त एकदम रमाइलो वाउ विपिन यस के यस दामी भयो दामी सञ्जीव रमाइलो भयो विवेकलाई चाहिँ बँदेलले हाने भए हुन्थ्यो होइन त्यो चाहिँ एउटा अफसोस हो हामीहरू चारजना चाहिँ गएको धेरै नै रमाइलो भयो आजको जङ्गल वाक ट्रिप सोचेको थिएनौँ हामीले आज जङ्गल वाक गर्ने भन्ने तर बाटोमा आउँदा आउँदै प्लान बन्यो सो यो नि त कुरो बाई टेक केयर